हेलो हजुरहरु सबैलाई नमस्ते। अहिले चाहिँ म धेरै पछि यो भिडियो बनाउँदैछु र यो भिडियोको विषय छ राजतन्त्र र अहिलेको समसामयिक विषयमा मैले भिडियो बनाउँदैछु र मेरा अनेक प्रश्नहरू छन्। पहिलो प्रश्न चाहिँ हाम्रो प्रमुख तीन पार्टीका नेतृत्वहरू हुनुहुन्छ शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड, उहाँहरूलाई मेरो प्रश्न छ। त्यसपछिको प्रश्न भनेको मेरो लिङ्गदेनलाई छ र राजालाई पनि मेरो प्रश्न छ र त्यसपछिको प्रश्न भनेको मेरो जनताहरूलाई छ र त्यसपछि चाहिँ मैले अबको समाधान के हुन सक्छ, अबको बाटो के हुन सक्छ, अबको दूरगामी बाटो के हो र अबको छोटो बाटो चाहिँ के हुन सक्छ भनेर यो विषयमा चाहिँ मैले मेरो आफ्नो कुराहरू राख्दैछु। पहिले सुरु मैले यो भिडियो चाहिँ अफ्रिकाबाट बनाउँदैछु र अफ्रिकाबाट नेपालको लागि सम्बोधन गर्दैछु, हजुरहरूको लागि सम्बोधन गर्दैछु। मलाई धेरैले प्रश्न सोध्नुहुन्छ, किन अफ्रिका हुनुहुन्छ, किन देशमा हुनुहुन्न, चुनाव लडेर कहाँ हराउनु भयो भनेर धेरैले प्रश्न सोध्नु भएको छ। म कतै हराएको छैन। मैले चुनावमा जे बोलेको थिएँ त्यही गर्दैछु। मैले चुनावमा भनेकै थिएँ म आधी समय चाहिँ काम गर्छु, आधी समय चाहिँ मैले जनताको लागि सेवा गर्छु भनेको थिएँ। म नेपाल छिट्टै नै आउँछु र यो प्रश्नको उत्तर दिँदै गर्दाखेरि म पनि हजुरहरू जस्तै सामान्य मान्छे हुँ। सामान्य गुल्मीको एउटा कुना जिल्लामा जन्मेको हुँ र त्यो कुनामा न बाटो थियो, न पानी थियो, केही पनि थिएन। म जन्मिँदाखेरि तपाईहरु जसरी जन्मिनु भयो, तमाम दुबईमा हुनुहुन्छ, अमेरिकामा हुनुहुन्छ, क्यानाडामा हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, कतारमा हुनुहुन्छ, मलेसियामा हुनुहुन्छ। हजुरहरू जे कारणले गर्दाखेरि त्यहाँ हुनुहुन्छ, म पनि त्यही कारणले गर्दाखेरि यहाँ छु। सायद यसको उत्तर हजुरले पाइसक्नु भएको होला। म लुटेर खान सक्दिनँ, म भ्रष्टाचार गरेर खान सक्दिनँ, म पसिना चुहाएर खानुपर्छ। त्यो कारणले गर्दाखेरि म बाहिरिन बाध्य भएको छु र म छिट्टै नै नेपाल फर्किन्छु पनि। र मेरो प्रश्न प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले राजालाई चाहिँ आउनुस् चुनाव लड्नुस् भनेर भन्नुभयो। मैले भन्दै गर्दाखेरि उहाँहरूलाई के भनेको, चुनाव लडेको होइन र म आफै लडेको होइन र हजुरहरूसँग चुनाव। म शेरबहादुरसँग 1 to 1 अब त अत्याचारै भयो, चुनावै लड्छु भनेर लडेको होइन र तपाईहरुसँग चुनाव लडेर सकिन्छ। हेर्नु त अहिले देशमा कस्तो छ, मान्छे किन यति साह्रो निराश भएका छन् तपाईलाई अलिअलि पनि ख्याल गर्नु भएको छ? अत्याचारै भएको छैन अहिले? डडेलधुरामा गएर म चुनाव लड्दै गर्दाखेरि चुनाव जित्न सकिन्छ जस्तो लाग्छ? तपाईलाई लाग्छ? शेरबहादुरजी तपाईँ आफैले भन्नुस् त, तपाईले कतिसम्म गर्नुभयो त्यहाँ? पैसा बाँड्ने कामदेखि लिएर रिसोर्टमा बसेर तपाईले मोज मस्ती गरेर गाउँ गाउँमा खसी बाख्रा काट्नु भयो नि त? काट्नुभयो कि काट्नु भएन? मनमा आत्मामा हात राखेर भन्नु त। तपाईको चुनावी कमान्ड डडेलधुरामा कसले सम्हालेको थियो? ठेकदारले सम्हालेको होइन तपाईको चुनावको कमान्ड सबैले। अनि तपाईको लगभग सहरहरूमा त सकिन्छ। अमरगढीमा तपाईँ पुरै क्लिन सुपै हुनुभयो त तपाईँलाई थाहै छ। परशुराममा तपाईँ क्लिन सुपै हुनुभयो थाहै छ। गाउँ गाउँमा कसरी सक्ने? मैले पनि के गरेँ भन्दै गर्दाखेरि गाउँमा तपाईँहरूको भ्रष्टाचारको पैसासँग कसरी लड्ने? अझ अहिले त देशमा चरम निराशा हुनुको अर्को प्रमुख कारण के भन्दै गर्दाखेरि तपाईँका कार्यकर्ता बाहेक देशमा अरू कोही पनि बाँच्नै नसकिने स्थिति भयो। म जस्तै सबै बाहिरिए। अबको चुनावमा पनि हेर्नुहोस् त, अबको चुनावमा के बाटो छ जस्तो लाग्छ तपाईँहरूलाई? न तपाईँले विदेशकालाई भोट हाल्न दिनुहुन्छ, न सोलुसन छ, न समाधान छ। एउटा घुम्रामा एउटा बाकसमा राखेर नेपाली जनतालाई कोचेपछि अनि नेपाली जनतामा फ्रस्ट्रेसन हुँदैन? जहिले पनि फ्रस्ट्रेसन। यसको उपाय के हो भन्नुहोस् त? प्रचण्डजीलाई पनि मेरो प्रश्न हो। तपाईँले हेर्नुहोस् त, भाग्दा 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 उहाँ गोर्खाको कुनामा गएर जम्मै पिटपाट गरेर ठकठाक गरेर चुनाव जितेको होइन? अझै चुनाव आऊ लड्ने भन्ने तपाईँले लाज शरम लाग्दैन हजुरहरूलाई? त्यही भएर मेरो के हो भन्दै गर्दाखेरि हजुरहरूलाई सुझाव हेर्नु, अबको चुनावमा पनि चुनावले बाटो दिएन, डेमोक्रेसीले बाटो दिएन। तपाईहरु निरङ्कुश हुनुभयो। राणाको पनि राणा हुनुभयो। राणाहरूले त बरु 4 जना मात्रै मारे थिए त्यो जमानामा। पढ्न दिएनन्, के दिएनन् भन्नुहुन्छ? पढ्न दिएनन्को कुरा गर्दै गर्दाखेरि मैले एउटा उदाहरण दिन्छु हजुरलाई। अक्सफोर्डमै पनि बल्ल लगभग 100 वर्ष मात्रै भयो महिलाले पढ्न पाएको। त्यतिखेरको जमानामा हेर्नुहोस् त, विश्वव्यापी रूपमा युद्धहरू चलिरहेको थियो। पहिलो विश्वयुद्ध थियो, दोस्रो विश्वयुद्ध थियो, तेस्रो विश्वयुद्ध चलिरहेको थियो। त्यस्तो विश्वयुद्धको कन्टेक्स्टमा हामीले राणालाई कम्पेयर गरिरहेका छौँ। तपाईहरुले 10,000 मान्छे मार्दाखेरि तपाईँ राणा भन्दा कसरी राम्रो मलाई भन्नुहोस् त प्रचण्डज्यू? तपाईँ राणा भन्दा चाहिँ कसरी राम्रो? शेरबहादुर देउवाज्यू मलाई उत्तर भन्नुहोस् त। तपाईँ कसरी राम्रो? होइन नि त, यो त ठिक भएन नि त। तपाईँ त राणाको पनि बाउ हुनुभयो। यो जनताहरू उकुस मुकुस भए। न तपाईँले भोट हाल्न दिनुहुन्छ, बाहिर विदेशीकालाई कहिले भोट हाल्न दिनुहुन्छ? भोट हाल्न तपाईँ डराउनुहुन्छ। कसरी भोट हाल्न दिने? देशमा कसरी समाधान हुन्छ? तपाईँले उत्तर दिनुहुन्छ त? उत्तर दिनुहुन्न। यो सबै अहिले के भएको भन्दाखेरि राजा जनताहरू यति आत्ते कि उत्तरै छैन, बाटो नै छैन, कहाँ के गर्ने? राजा हटाऊ भन्नुभयो, पञ्चायत हटाऊ भन्नुभयो, पञ्चायत हटायौँ। राजा हटाऊ भन्नुभयो, राजा हटायौँ। अब फेरि गणतन्त्र आएको 15 वर्ष भयो, चुनावमा गएर चुनावले त केही सोलुसन देला, केही उपाय देला भनेको तपाईँका कार्यकर्ताहरू जम्मै भर्ती भएर भ्याइसके। देशमा सामान्य नेपाली भएर म जस्तो मान्छे जसको एउटा पार्टी, कुनै एउटा पार्टी पनि छैन, म एउटा शुद्ध नेपाली हो, अहिलेसम्म कुनै विद्यार्थी सङ्गठनको पनि सदस्यता लिएको छैन। म जस्ता तमाम मान्छेहरूलाई यो देशमा बाँच्नै गाह्रो भयो। कसरी बाँच्ने हो?
के गरेर बाँच्ने हो? तपाईको पुलिसमा तपाईका कार्यकर्ताहरू भर्ती भएको छन्, कर्मचारीमा तपाईका कार्यकर्ताहरू छन्, देशका चुनावमा हेर्नु त डडेलधुरामा तपाईकै मान्छेलाई राख्नु भएको छ, सिडिओमा तपाईकै मान्छेलाई राख्नु भएको छ। जब चुनावको लागि 2-3 महिनालाई गयो त्यहाँ तपाईलाई जिताइदिए फर्किहाले तिनीहरू। कहाँ गयो अहिले लत्तपत्त तपाईले आफै हेर्नुस् त अहिले कहाँ छन् तिनीहरू? सबै सुगम ठाउँमा आएर बसेका छन्। अनि फेरि चुनाव आइसकेपछि फेरि तपाईले तिनीलाई टिपेर फेरि डडेलधुरा लानुहुन्छ, त्यो पनि थाहा छ। यो त सिस्टमेटिक रूपमा जनताले त बुझ्या छ नि त, सबै नबुझेको हो र जनतालाई पटमूर्ख ठान्नु भयो होला नि तपाईहरुले, हैन? जनता पटमूर्ख छैनन् हेर्नुस्। जनता सजग छन्, जनताले देखिरहेछन्, जनताले बुझिरहेछन्। तपाईहरुको जुन यो कुबुद्धि चलिरहेछ अहिले, यो कुबुद्धि सुधार्नुस् हेर्नुस्। यो नसुधारेसम्म तपाईहरु अगाडि बढ्न सक्नुहुन्न। यो देशलाई झन् गुमराहमा भयो। 15 वर्ष भइसक्यो आत्तिदा उपाय हराएर जनताहरू अहिले राजालाई समर्थन गर्न गएका हुन्। के थाहा अलिकति राम्रो मर्न भन्दा बौलाउन बेस भने जस्तो हो क्या यो त। तपाईहरुसँग उपाय भएन, जम्मै कब्जा गरिदिनु भयो। विश्वविद्यालय कब्जा गरिदिनु भयो। सोभि निर्वाचन भनेको छ जम्मै पार्टीका कार्यकर्ता राख्दैछ। विश्वविद्यालयमा एउटा गतिलो प्रोफेसर छैन, हस्पिटलमा गयो एउटा गतिलो डाक्टर छैन, सडकमा गयो जम्मै ठेकदार जति जम्मै एमाले कांग्रेस माओवादी भनेको छ, पत्रकार जति एमाले कांग्रेस माओवादी भनेको छ। नेपाली जनतालाई माया गर्ने पत्रकारिता कुन हो, विश्वविद्यालय कुन हो, कर्मचारी तन्त्र कुन हो, पुलिस तन्त्र कुन हो? छैनन्। नेपाली जनता के सधैँभरि पिल्सेर बस्ने हो? पहिले राणाले शोषण गरे भन्नु चाहिँ ल त्यो पनि मानिदिए मैले। तपाईहरुले भन्दा त कम राणाहरूले शोषण गरे होलान्, हैन र? राजाले शोषण गरे त्यो पनि माने। अब गणतन्त्रवादीहरूले शोषण गर्ने अब तपाईहरुको पार्टीको नाममा यो अत्याचार भएन र? त्यही भएर यसको लागि यो मेरो पहिले सुरु मेरो शेरबहादुर प्रचण्ड केपी ओली तपाईहरुले यसको प्रश्नको उत्तर दिनुस्। त्यसपछि मेरो राजालाई पनि मेरो लिङ्गदेनलाई पनि प्रश्न छ। तपाईहरुले राजावादी ल्याउने, राजा ल्याउने, के ल्याउने भन्नुहुन्छ त्यो मैले बुझेँ। ल एकछिनलाई मैले मानिलिएँ राजा ल्याउने, तर त्यसपछि के गर्ने त नि? त्यसको 1 वर्षमा के गर्ने? तमाम नारायणघाटदेखि बुटोलको त्यो सडक खण्ड कसरी व्यवस्थापन गर्ने? हाम्रो देशभरिका पूर्वाधारका समस्याहरू छन्, स्वास्थ्यको समस्याहरू छन्, त्यो कसरी समाधान गर्ने? राजा आउनु बित्तिकै पहिले पनि त राजा थियो नि त, 15 वर्ष अगाडि पनि। आएर के हुन्छ त नि? ल म विदेश जानु पर्दैन, कसरी म अफ्रिका फेरि किन आउनु पर्दैन? म कसरी स्वतन्त्र रूपमा मेरो आफ्नै कम्पनी खोलेर काम गर्न सक्छु? मलाई भनिदिनुस् त। उपाय के छ? मैले राप्रपाको मैले वेबसाइटमा पनि गएँ, लिङ्गदेनज्यू म हजुरको वेबसाइटमा पनि गएँ, मैले हेरेँ। ल मलाई राजावादी नै हुनु पर्यो, म कसरी के को आधारमा राजावादी हुने? खै त्यसको अध्ययन अनुसन्धान खै कहाँ छ? पेपर कहाँ छ? हामीले अब मेरो यसपछि मैले राजालाई पनि प्रश्न सोध्छु, हजुर आउँदै गर्दाखेरि कसरी चाहिँ परिवर्तन हुन्छ त नि? कसरी चाहिँ हो त नि? तपाईले 250 वर्षको एकछिनलाई 15 वर्षलाई हामीले हटायौं, तर अब आइसकेपछि फेरि समाधान के हो त नि? यसको उत्तर त चाहियो नि त। अहिले पहिले जस्तो जनताहरूलाई घुमराममा राखेर मैले यसरी लिएर जान्छु, भावना बगाउँछु भनेर पनि त भएन नि त। यसको उत्तर त हामी जस्ता मान्छे तमाम युवाहरूले त स्पष्ट उत्तर दिनु पर्यो नि त। अबको 50 वर्ष यसरी जान्छ, 100 वर्ष यसरी जान्छ भनेर भन्नु पर्यो नि त। र मेरो नेपाली जनतालाई पनि प्रश्न के हो भन्दै गर्दाखेरि तमाम जसले हेरिराख्नु भएको छ, हेर्नुस् प्रिय दाजुभाइ दिदीबहिनी, मेरा बुवा आमा, हजुरबा आमाहरू, हामीले अहिलेसम्म इतिहासमा सधैँभरि रियाक्टिभ पोलिटिक्स गर्यौं। एउटाले उचाल्छ त्यसको एगेन्स्टमा गयो, अर्कोले उचाल्छ त्यसको एगेन्स्टमा गयो, पञ्चायत आयो फेरि त्यसको एगेन्स्टमा फेरि के आयो त भन्दै गर्दाखेरि हाम्रो लोकतन्त्रको रूपमा हामीले पार्टीहरूलाई ल्याउन दियौं, हैन? अनि त्यसपछि फेरि राजतन्त्र सहितको लोकतन्त्रहरू आयो। त्यसपछि फेरि के आयो भन्दाखेरि फेरि त्यसलाई पनि राजतन्त्र हामीले हटाउने भनेर गणतन्त्र ल्यायौं। तर त्यसपछि के गर्ने हामीलाई कहिले पनि उत्तर भएन। कहिले पनि हामीलाई अब पनि ल ठिक छ, अहिले पनि हामी आन्दोलन गरौँ, व्यापक आन्दोलन गरौँ, राजालाई फेरि दरबार लिएर जाउँ, तर त्यसपछिको उत्तर के हो त नि? हामीलाई उत्तर छ त छैन। त्यही भएर मैले बारम्बार मेरो गएको चुनावमा पनि मेरो एउटा प्रमुख मुद्दा के थियो भन्दै गर्दाखेरि 1500 मोडेल। अहिले हाम्रो देश प्लेनमा उडिरहेको ठाउँमा एउटा विङमा एउटा इन्जिनमा आगो लागेको छ, त्यो आगोलाई रेस्क्यु गर्नुपर्ने छ। त्यही भएर 1500 मोडेल भनेको एउटा विज्ञहरूको समूह हो। हामीले 250 वर्षको राजतन्त्रलाई फाल्यौं र अहिले हामी 15 वर्षको अवधिमा छौं, लगभग 15-20 वर्ष भयो एक हिसाबले त्यो अवधि छ। र हामीले यो एउटा सुनौलो मौका हो। हेर्नुस् नेपाली दाजुभाइ दिदीबहिनीहरू, अबको विश्व व्यवस्था पुरै परिवर्तन हुँदैछ, एसियाको युग आउँदैछ। हामीले राजतन्त्र होस् अथवा जुनसुकै तन्त्र होस्, हाम्रो पशुपतिनाथ राजतन्त्र भन्दा पनि धेरै पुरानो हो, हाम्रा मुक्तिनाथहरू राजतन्त्र भन्दा पनि धेरै पुराना हुन्, हाम्रा कालीगण्डकीहरू राजतन्त्र भन्दा पनि धेरै पुराना हुन्। हाम्रा तपाईले हेर्नुभयो भने डडेलधुरादेखि लिएर तपाईले हेर्नुभयो भने झापादेखि लिएर तमाम जति पनि हाम्रा संस्कार संस्कृतिहरू छन्, यिनी भनेको राजतन्त्र भन्दा धेरै 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 माथि हुन्। हामीले यिनको अध्ययन गर्नुपर्ने छ। हाम्रा बुद्धहरू यही जन्मेका छन्। हामीले कुन मोडेलमा हाम्रो देशलाई लिएर जान सक्ने हो? मलाई भित्रबाट के लाग्छ, सबै देशहरू अफ्रिकादेखि लिएर सबै देश घुम्दै गर्दाखेरि हाम्रो देशमा अथाह पोटेन्शियल छ। हामीसँग सफ्ट पावर व्यापक ठुलो छ र त्यो सफ्ट पावरको अध्ययन गर्नुपर्ने छ।
250 वर्ष फाल्दै गर्दाखेरि कम्तीमा 5 वर्ष अध्ययन गरौँ भनेर मैले 1500 मोडेल ल्याएको। 5 वर्ष अध्ययन गरौँ, राजतन्त्र ल्याउनु पर्यो भने ल्याउँला, केही समस्या भएन, तर अध्ययन त गरौँ न, एउटा अप्सन चाहिँ एनालाइसिस गरौँ न। एउटा अप्सन यो हुन सक्छ, एउटा अप्सन यो हुन सक्छ, एउटा अप्सन यो हुन सक्छ भनेर 500-600 जना विज्ञहरू लगाएर अध्ययन गरौँ, रिसर्च पेपरहरू मजाले लेखौँ, मजाले फन्डिङ गरौँ। 1500 सोच्न दिउँ कि हामीले अहिलेसम्म, मलाई भन्नुहोस् त 60 वर्षमा हामीले कहिले चाहिँ सोच्यौँ हाम्रो विश्वविद्यालय कतिको बलियो छ? कुनै पनि देश बन्नको लागि विश्वविद्यालय भनेको सबैभन्दा प्रमुख पहिलो श्रेणी नै विश्वविद्यालय हो र देश ध्वस्त हुनको लागि पहिले गिराउनु पर्ने नै विश्वविद्यालय हो। त्यही भएर भारत गिर्दै गर्दाखेरि, 100 वर्ष गिर्दै गर्दाखेरि नालन्दा लगायतका विश्वविद्यालयहरू लगभग मुस्लिमहरूले लगभग तहस नहस बनाइदिसकेपछि ढल्न थालेको। त्यही भएर देशको ब्याकबोन जुनसुकै देश हो, चाहे चाइना होस्, चाहे सिङ्गापुर होस्, चाहे बेलायत होस्, चाहे अमेरिका होस्, सबैको विकासको ब्याकबोन, सबैको डिरेक्सनको ब्याकबोन भनेको विश्वविद्यालय हो। हाम्रो देशमा राजतन्त्र हुँदा विश्वविद्यालय अलिअलि काम गरेको थियो, अहिले गणतन्त्र आइसकेपछि विश्वविद्यालय धराशायी बनाइदिए, देश कहाँ जाने हो कुनै डिरेक्सन पनि छैन। त्यही भएर मेरो प्रस्ताव भनेको, नेपाली जनतालाई प्रस्ताव भनेको के हो भन्दै गर्दाखेरि 1500 मोडेल ल्याउँ। 1500 मोडेल मैले भनेको मैले विस्तृतमा गइनँ, 1500 मोडेलले मजाले अध्ययन गरौँ। अबको 250 वर्ष हामीले रोक्यौँ, अबको 250 वर्ष कहाँ लिएर जाने हो अध्ययन त गरौँ न पहिले सुरु, बरु फन्डिङ गरौँ। 5-7 अरब लाग्ला नि त एक वर्षमा, केही ठुलो कुरो होइन, हाम्रो बजेट ठुलो छ, सकिन्छ। त्यसपछि त्यसले विश्वविद्यालयले ब्याकअप गर्छ, त्यसपछि हामीले अध्ययन पनि गर्छौँ, हाम्रा पूर्वाधारका योजनाहरू अगाडि पनि बढाउन सक्छौँ। हाम्रो पुराका पुरा देशको एउटा योजना बनाउनु पर्ने छ जुन छँदै छैन, हेर्नुहोस्। त्यही भएर मेरो यो चाहिँ हजुरहरूलाई अनुरोध के हो भन्दै गर्दाखेरि रियाक्टिभ पोलिटिक्सबाट चाहिँ हामी प्रोएक्टिभ पोलिटिक्स भन्नुहोस् कि हामीले आफै अबको दिशानिर्देश राजनीति यतातिर जानुपर्छ भनेर सोचेर दिमागले काम गरेर जानु पर्यो। भावनामा बगेर भएन, सडकको आन्दोलनले मात्रै देशलाई डिरेक्सन दिन सक्दैन, यो विश्वविद्यालयले पनि डिरेक्सन दिनुपर्ने सक्ने ठाउँमा लिएर जाउँ, अनि त्यसपछि देश अगाडि बढ्छ। र त्यही भन्दै गर्दाखेरि मेरो अर्को एउटा हजुरहरूलाई मेरो यो भन्दै गर्दाखेरि अन्तिममा शेरबहादुर केपी ओली र प्रचण्डलाई मेरो अनुरोध के छ भन्दै गर्दाखेरि हेर्नुहोस् हजुरबुवाहरू, तपाईँहरूले जति दिनुपर्ने दिइसक्नुभयो, तपाईँको अन्तिम दिन कहिले हो भन्नुहोस् त? कहिले छ? तपाईँहरूलाई लगेर पशुपतिमा लगेर नजलाउन्जेलसम्म तपाईँले छोड्नुहुन्छ? तपाईँहरू कहिले जाग्ने हो भन्नुहोस् त? तपाईँहरू अहिले पनि जाग्नु भएन भने चाहिँ तपाईँहरू कहिले जाग्ने? जनताले आन्दोलन गर्नुभएको उपाय नै भएन क्या जनतालाई। तपाईँले यस्तै सोच्नु भएको छ, यस्तै चुस्नु भएको छ, एयरपोर्टमा दिनौँ महिनामा 100औं लास आउँदाखेरि पनि तपाईँको दिमाग जाएको छैन, तपाईँको आत्मा के जाएको छैन। मैले शेरबहादुर देउवालाई बारम्बार भनेको छु, एकचोटि काठमाडौँदेखि डडेलधुरा नाइट बसमा जानुहोस् त, तपाईँ सक्नुहुन्छ? हिम्मत छ, कस्तो छ भन्ने कुरा। तपाईँ एकचोटि केपी ओलीलाई मेरो प्रश्न, तपाईँ एकचोटि नाइट बसमा काठमाडौँबाट तपाईँ मेची जानुहोस् त, आफ्नो झापा जानुहोस् त, सक्नुहुन्छ? तपाईँ जिउँदै बाँच्न सक्नुहुन्छ? सक्नुहुन्न नि त। शेरबहादुर देउवा सक्नुहुन्छ? हस्पिटल भर्ना गर्न पर्दैन तपाईँलाई? हेर्नुहोस् त कस्तो छ हरिबिचोक। अहिलेको 2/3 सरकार छ। तपाईँले यसको हेर्नु, अहिले भर्खर जुन जनताको फ्रस्ट्रेसन छ, यसको फ्रस्ट्रेसन हामीले इमिडिएटली 1 वर्षमा समाधान गर्न सक्छौँ, जम्मा 1 वर्षमा। तर तपाईँहरूको दिमागको ढक्कन खोल्नुपर्छ, प्रचण्डजीको दिमागको ढक्कन खोल्नुपर्छ, केपी ओलीको, शेरबहादुरको, तिनटैको दिमागको ढक्कन खोल्नुपर्छ। अहिले जस्तो तपाईँहरूसँग शक्ति राणाको भन्दा पनि ठुलो शक्ति छ। हेर्नुहोस् त, कांग्रेस र एमाले तपाईँहरू मिल्नु भएको छैन। तपाईँले जम्मा 1 वर्षमा केही गर्नु पर्दैन। मैले एउटा उत्तर दिन्छु, सामान्य सर्ट टर्म सोल्युसन। मैले अघि नै लङ टर्म सोल्युसन भने 1500 मोडेल भनेर। सर्ट टर्म सोल्युसनमा तपाईँले के गर्न सक्नुहुन्छ भन्दै गर्दाखेरि अहिले भर्खरै सामान्य लाग्ला, सोभियो चुनाव चलिरहेछ, सामान्य हो, देशको चुनावको तुलनामा सामान्य हो। तर सोभियो चुनावमा मात्रै पनि तपाईँले विद्यार्थीहरूलाई स्वतन्त्र जान दिनुहोस्। अबको तपाईँका पार्टीका एजेन्टहरू, ठगहरू नै भन्छु म, विश्वविद्यालय ध्वस्त बनाउने, प्रोफेसरहरूलाई पुरै पार्टीको ठप्पा लगाएर राख्ने, भेडा बाख्रा जस्तो ट्रिट गर्ने होइन। भेडा बाख्रामा साउले आफ्नो भेडाहरूलाई चिन्नको लागि कानमा कसैले ट्याप लगाउने, कसैले कलर लगाउने गरेर त्यस्तो गराएको, त्यस्तै होइन तपाईँले विश्वविद्यालय बनाएको। त्यति गर्न छोडिदिनुहोस्। तपाईँले अहिले आफ्नो सोभियो चुनावमा भइरहेका विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा जान दिनुहोस्, पार्टीको दबदबा छोडिदिनुहोस्, पहिलो नम्बर 1। दोस्रो नम्बर, तपाईँका कर्मचारी सङ्गठनहरूलाई अब पार्टीसँग नटास्यो, तिमी आफ्नै बलबुतामा बाँच, आफ्नै पर्फर्मेन्समा बाँच भन्नुहोस्। सबै ठाउँमा हरेक पत्रकारदेखि लिएर सबैमा आफू पार्टीको सबै छोडिदिनुहोस्। नेपाली जनताको बारेमा सोच, तिमीहरू पार्टीको बारेमा सोच्नु पर्दैन। काङ्ग्रेस सिद्धिएर केही माखो पनि हुँदैन, एमाले सिद्धिएर केही माखो पनि हुँदैन, माओवादी सिद्धिएर के हुन्छ? देश सिद्धिनु भएन। प्रत्येक जनताहरू बाँच्नु पर्यो, प्रत्येक जनतालाई समान रूपमा ट्रिट गर्नु पर्यो। चाहे त्यो काङ्ग्रेसको होस्, चाहे एमाले होस्, चाहे माओवादी होस्, चाहे स्वतन्त्र हुन्, चाहे जोसुकै हुन्, चाहे राजावादी हुन्, सबै नेपालीहरूलाई एउटा नेपाल देश छ, सिस्टमले काम गर्छ, कर्मचारी तन्त्रले काम गर्छ भन्ने एउटा आभास फिल गराउनुहोस्। त्यो आभास तपाईँले जम्मा 1 वर्षमा गर्न सक्नुहुन्छ। तपाईँ त अहिले 2/3 छ नि त, काङ्ग्रेस एमाले दुईटै मिल्नु भएको छ नि त। तपाईँले अहिले नारायणघाटदेखि बुटोलको सडक बनाउनलाई कसले रोक्छ?
कानुनले रोक्यो भने कानुन तपाईँले परिवर्तन गर्न सक्नुहुन्न। अहिले को चाहिँ छ तपाईँको प्रतिपक्ष भन्नुहोस् त? तपाईँ अबको 1 महिनामा कानुन जेले रोकेको छ नारायणघाट बुटोलको सडक खण्ड जम्मै हरिबिजोग बनाउनको लागि त्यो कानुन परिवर्तन गर्न सक्नुहुन्न, त्यो ठेक्कापट्टा क्यान्सल गर्न सक्नुहुन्न। अबको 1 वर्षमा तपाईँले किन बाटो बनाउन सक्नुहुन्न? किन सक्नुहुन्न? त्यति बनाउनुहोस् त ल, त्यति बनाउनुहोस् त। जनताले कसरी यो फ्रस्ट्रेसन कसरी आपसे आप तपाईँहरूकै फेभरमा जान्छ? जाँदैन। तपाईँलाई अहिले बाटो समृद्धि विकास गर्नलाई कसले रोकेको छ? तपाईँले विश्वविद्यालयहरूलाई बलियो बनाउनलाई कसले रोकेको छ? कसले रोकेको छ भन्नुहोस् त? त्यही भएर राजतन्त्र तपाईँले आउने हो भने शेरबहादुर केपी ओली प्रचण्डज्यू तपाईँले आफैले हुने हो। तपाईँले आफैले नै आफ्नै चिहान खनिराख्नु भएको छ, ख्याल गर्नुहोस्। र हामी नाति पुस्ताहरूको जीवन तपाईँले बर्बाद गरिराख्नु भएको छ। गर्नुभएको छैन हेर्नुहोस् त एकचोटि। यदि तपाईँहरूको अझै पनि ढक्कन नखोल्ने हो भने हामी जस्ता नाति पुस्ताहरू हामी जन्मिसकेपछि 47-48 साल पछिका प्रत्येक कुरा हामी तपाईँलाई 1% पनि डिस्काउन्ट दिनेवाला छैन। हेर्नुहोस्, तपाईँले जेल राख्नुपर्छ, हामी जेल राख्न पनि तयार छौँ तपाईँले यदि अपराध गरेको हो भने। तर त्यसको रूपमा स्पष्ट देखिन्छ कि तपाईँले अपराध गरिराख्नु भएको छ भन्ने। तर त्यो नियम कानुन संस्थागत सिस्टमले काम गर्छ र त्यो संस्थाले सिस्टमले तपाईँलाई अपराधी ठहर्छ भने तपाईँ अपराध गरेको विषयमा तपाईँ जेल जानुपर्छ। सम्भवतः केपी ओली शेरबहादुर प्रचण्डज्यू तपाईँहरूलाई जेलमा जानुपर्ने हो भने जेलमा सँगै राख्छौँ। तपाईँहरूलाई सँगै राखेर हाम्रो नाति पुस्ताहरूलाई कसरी ध्वस्त बनायौँ एकचोटि अनुसन्धान गर्नुहोस्, एकचोटि बहस गर्नुहोस् तपाईँहरू आफै। र त्यति भन्दै यदि साँच्चै देशलाई तपाईँले जोगाउन चाहनुहुन्छ, यो फ्रस्ट्रेसन्सहरूलाई अलिकति म्यानेज गर्न चाहनुहुन्छ र अलिकति देशलाई समृद्धको बाटोमा लान चाहनुहुन्छ भने मेरो यो सुझाव, मेरो यो सर्ट टर्म प्लानिङ त मानिदिनुहोस् न। सर्ट टर्म प्लानिङ मानिदिनुहोस्। यति मानिदिनु भयो भने अहिले भर्खरै सुरुवात गर्न सक्नुहुन्छ तपाईँले। तपाईँहरू 3 जना जम्मा हुनुहोस्, हामीले जनतालाई साह्रै चुस्यौँ हेर्नुहोस् भन्नुहोस्। तपाईँहरूले केपी ओली प्रचण्ड शेरबहादुर सबै 3टै जम्मा भएर हामीले तपाईँहरूलाई अत्याचारै दुःख दियौँ, हामीले सबै संस्थाहरूलाई ध्वस्तै बनायौँ, कुनै संस्थाले काम गरेनन्। आजदेखि हामी सुध्र्यौँ। अब हामीले नेपाली जनताहरूको रगत चुस्दैनौँ। अब हाम्रो संस्थाहरूले, हाम्रा पुरा संस्थाहरूले, विश्वविद्यालयदेखि लिएर कर्मचारीदेखि लिएर पुलिसदेखि लिएर सबैले नेपाली जनताको सेवा गर्छन्। पार्टी भन्ने चिज गौड हुन्छ। हामीले काङ्ग्रेस एमाले माओवादी भनेको गौड हुन्, यिनी हराए पनि हराउन्, तर हामी नेपाली जनताप्रति प्रतिबद्ध त छौँ भनेर त्यो कार्यान्वयन गर्नुहोस् त। नारायणगढ बुटोल सडक खण्ड मात्र 1-1.5 वर्षमा बनाएर देखाउनुहोस् त। जनताहरू कसरी तपाईँको पक्षमा ओर्लिँदा रहेछन् हेरौँ। हामी पनि मजाले उत्रिन्छन्। त्यही भएर म आफै उत्रिन्छु। त्यो गर्न सक्नु, तर तपाईँले गर्न सक्नुहुन्न। त्यो त थाहा भएकै कुरा हो, किनकि तपाईँलाई भ्रष्टाचारले लुम्मै डुबाएको छ। म त डडेलधुरामा त मजाले देखेँ नि त कसरी गर्ने। अब हामी तपाईँसँग कसरी उपाय के हो मलाई उपाय मात्र भन्नुहोस् त ल। म जस्तो मान्छे र चुनाव लड्छु, म फेरि पनि चुनाव लड्छु। उपाय के छ? म हार्ने बाहेक उपाय छ कि मैले भ्रष्टाचारै गर्नु पर्यो? शेरबहादुरले जस्तो जम्मै चुनावमा पैसा बाँड्नु पर्यो? सहरमा त बरु जनताहरू चाहेको डाँडामा कसरी नेपालभरि डाँडा छ, जम्मै पैसा बाँडिदिने झ्याम कि झ्याम। जम्मै ठेकदार जति आफ्नो जम्मै पहिलो देब्रे हातमा पनि ठेकदार, दोस्रो हातमा पनि ठेकदार, देब्रे दाइने खुट्टा पनि ठेकदारै भ्रष्टाचारले चुनाव लडेर जितेर। अनि म पनि त्यही गरौँ? मैले डडेलधुरामा त सर्लक्कै रोकेको हो नि त, तपाईँलाई रोकेको होइन र? मैले त आफूले सकेको प्रयास गरेको हो नि त। यदि साँच्चै तपाईँले भ्रष्टाचार नगरेको भए डडेलधुरामा चुनाव जित्नुहुन्थ्यो र? तपाईँ ठकठाक लुटपाट मलाई जम्मै सुराकी लाउने काम गरेको होइन, मलाई चुनाव प्रचारमा रोकेको होइन। तपाईँले कतिसम्म गर्नुभयो हेर्नुहोस् त। एउटा सामान्य एउटा पार्टी न केही भएकोमा मजाले उपाय हराएर अन्तिम दिन तपाईँले भोज भतेर रिसोर्टमा मोज मस्ती गर्दाखेरि म 3 दिन निराहार माखो केही नखाइकन पानी मात्रै खाएको सहारामा चुनाव लडिरहेको थिएँ। तपाईँलाई अलिअलि पनि नातिको माया लागेन शेरबहादुरज्यू? अलिअलि तपाईँलाई नातिको पनि माया लागेन केपी ओलीज्यू प्रचण्डज्यू? हेर्नुहोस् त तपाईँले कति अपराध गर्नुपर्छ तपाईँलाई थाहा छ। तपाईँहरूसँग चुनाव लडेर जितिन्छ जस्तो लाग्छ? हामी त्यति मूर्ख छौँ? अनि त्यसमाथि पनि अझ भोट चाहिँ फेरि बाहिरकाले पनि हाल्न नपाउने रे। जम्मै दुबईतिर भएका कतातिर भएका व्यवस्थापन गर्न सक्नुहुन्छ नि? सकिँदैन। जम्मै संसारभरिकाले आफ्ना विदेशी नागरिकहरूलाई, विदेश भइरहेका नागरिकहरूलाई भोट हाल्न सक्छन् भने तपाईँले त्यति व्यवस्थापन गर्न सक्नुहुन्न? सक्नुहुन्छ। उपाय के छ भन्नुहोस् त ल। आन्दोलन गरेर तपाईँहरूलाई जेलमा नराख्नु भएको उपाय के छ? उपाय भनिदिनुहोस् त। यदि उपाय छ भने अब 1-1.5 वर्षमा तपाईँले गर्नुहोस्, होइन भने जेल जानको लागि तयार हुनुहोस्। अब अत्याचारै भइसक्यो। जनता मर्नुभन्दा बौलाउनु बेस भन्ने स्थितिमा पुगिसके। यो स्थितिमा नपुर्याइदिनु होला। बिन्ती 60-70 वर्ष भइसक्यो। घरि के तन्त्र हामी आजित भइसक्यो। अब कम्तीमा सोचेर दिमागले काम गर्ने खालको पोलिटिक्स गर्न दिनुहोस्। अब रियाक्टिभ पोलिटिक्स होइन, प्रोएक्टिभ पोलिटिक्स गर्न दिनुहोस्। अब विश्वविद्यालयले पोलिटिक्सलाई डिरेक्सन दिने ठाउँमा लैजान दिनुहोस्। यति गर्नुभयो भने हाम्रो यो 60-70 वर्षका समस्याहरू बिस्तारै डिरेक्सनमा जान्छन्। होइन भने फेरि राजतन्त्र आउँछ, फेरि किचिरपिचिर हुन्छ। राजतन्त्र ल्याउनु पर्यो, ल्याउँ लाग्यो, पहिले अध्ययन गरौँ।
अध्ययन त गरौँ न, पहिले विश्वविद्यालयले काम गरोस् न, रियाक्टिभ पोलिटिक्स नगरौँ, प्रोएक्टिभ पोलिटिक्स गरौँ। मैले यही भन्दै मेरा 2-4 शब्दहरू यही राखेँ। अफ्रिकाबाट सम्बोधन गर्दैछु, म छिट्टै नेपाल पनि आउँछु। हजुरहरूलाई हस्, धेरै धेरै धन्यवाद। नेपाल आएर मैले जे भनिरहेको छु म त्यसकै नेतृत्व गर्छु र म जस्ता युवाहरूलाई अचुवाको भरमा केही पनि हुँदैन। हामीलाई अध्ययन चाहिन्छ, अनुसन्धान चाहिन्छ, पेपर चाहिन्छ, प्लान चाहिन्छ। 20-30 वर्ष मात्रै होइन कि 50-60 वर्ष 250 वर्षको राजनीति हरायो भने अबको 250 वर्ष पनि कसरी लाने भन्ने स्पष्ट खाका चाहिन्छ। अनि बल्ल हामी कुनै पनि एजेन्डालाई समर्थन गर्न सक्छौँ। होइन भने अहिले हामी जति सकिन्छ त्यही फोर्समा हामी लाग्छौँ। त्यति भन्दै मैले हजुरलाई के भन्न चाहेँ भने म राजतन्त्रवादी पनि होइन, म गणतन्त्रवादी पनि होइन, म केहीवादी होइन, म नेपालवादी हुँ। नेपाल चाहन्छु। अहिलेसम्म कुनै पनि पार्टीको झन्डा लिएको छैन। म विशुद्ध एउटा नेपाली हुँ। त्यति भन्दै नेपालको लागि मैले यो सम्बोधन गरेको थिएँ। हस्, हजुरहरूलाई धेरै धन्यवाद। छिट्टै नै नेपालमा भेटौँला। धेरै धेरै धन्यवाद। नमस्ते।